तराई नेपालको अन्न भण्डार भनेर चिनिन्छ र यो अन्न भण्डारको महत्त्वपूर्ण ठाउँ हो मधेस। मध्य प्रदेश नेपालको दक्षिणी तराई भेगमा अवस्थित एउटा महत्त्वपूर्ण प्रदेश हो। यो प्रदेश नेपालको सबैभन्दा सानो क्षेत्रफल भएको प्रदेश हो, तर जनसङ्ख्याका हिसाबले दोस्रो सबैभन्दा ठुलो प्रदेश हो। मध्य प्रदेशभित्र 8वटा जिल्ला छन्, जस्तै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा। यस प्रदेशको राजधानी भने धनुषामा रहेको जनकपुर धाम स्थित जनकपुर सहर हो, जुन सार्थक धार्मिक र संस्कृतिको केन्द्रको रूपमा प्रसिद्ध भएको छ। मध्य प्रदेश पूर्ण रूपमा समथर उर्वर तराईको भूभाग हो। यसको दक्षिणमा भारत पर्दछ भने उत्तरमा मकवानपुर, सिन्धुली र उदयपुर जिल्लाहरूसँग सिमाना जोडिएको छ। यहाँ कोशी, बागमती, कमला जस्ता ठूला नदीहरू बग्दछन्, जसले कृषिमा मुख्य सहयोग पुर्याएको छन्। यहाँको मौसम गर्मीमा धेरै तातो हुन्छ भने जाडोमा शीतल लहरहरूका कारण केही समय पुष माघको महिना निकै चिसो हुने गर्दछ। मध्य प्रदेश नेपालको सबैभन्दा बढी जनघनत्व भएको प्रदेश हो, जसमा विभिन्न जाति, भाषाहरू र सांस्कृतिक पहिचान रहेका छन्। यहाँका प्रमुख भाषाहरूमा मैथिली, भोजपुरी र नेपाली परेको छन् भने साथै थारू र अन्य स्थानीय भाषाहरू पनि बोलिन्छ। यस प्रदेशमा मधेसी, थारू, यादव, तेली, राजपूत, ब्राह्मण, क्षेत्री तथा मुस्लिम समुदायका मानिसहरूको बसोबास हुने गर्दछ। मध्य प्रदेश सांस्कृतिक विविधता र उत्सवहरूको भण्डार हो। यहाँका मानिसहरूले छठ पूजा, विवाह पञ्चमी, होली, दीपावली, ईद, रमजान जस्ता पर्वहरू ठुलो उत्साहका साथ मनाउने गर्दछन्। जनकपुरमा दशैं र छठ जस्ता पर्वहरू विशेष महत्त्वका साथ मनाइन्छ र विशेष गरी विवाह पञ्चमी राम सीताको महिमा झल्काउने गरी मनाइन्छ। धनुषाको जनकपुर धामलाई हिन्दू धर्मावलम्बीहरूले देवी सीताको जन्मस्थल र राम सीताको विवाहको स्थल भनेर मान्यता दिएका छन्। त्यस्तै त यो मन्दिरको प्यागाडो र स्तूप र मस्जिद जस्तो गोलो बनावटले आफैमा धार्मिक सहिष्णुताको उदाहरण बोकेको छ। त्यसै गरी यस मन्दिरमा वर्षौनी भारत र नेपालका थुप्रै श्रद्धालुहरू दर्शन गर्न आइपुग्छन्। त्यस्तै बारामा पनि महागढी माईको मन्दिर छ, जहाँ हरेक 5 वर्षमा ठुलो मेला लाग्दछ, जसमा विभिन्न देशका श्रद्धालुहरू दर्शन तथा आफ्नो भाकलका बलि चढाउन आउने गर्दछन्। मध्य प्रदेश नेपालको कृषि प्रधान प्रदेश हो, जसलाई देशको धानको भण्डार पनि भनिन्छ। जहाँ 2 सिजन धान फल्छ भने 1 सिजन जाडोयाममा तोरी, मकै र आलु फल्ने गर्दछ। त्यस्तै मधेसको बारामा देशको सबैभन्दा ठुलो चुरोट कारखाना सूर्य नेपाल र फलाम तथा जस्तापाताहरूको ठुलो उद्योग जगदम्बा स्टिल र हुलास जस्ता कारखाना छन्, जसले यस क्षेत्रको थुप्रै व्यक्तिलाई रोजगारी दिएको छ। यस क्षेत्रमा साना तथा मझौला उद्योग पनि उत्तिकै फस्टाएका छन्। मध्य प्रदेशको महत्त्वपूर्ण सहरहरूमा धनुषाको जनकपुर धाम र पर्साको वीरगञ्जलाई चिनिन्छ। वीरगञ्जलाई त नेपालको प्रवेशद्वार पनि भन्ने गरिन्छ, जहाँ विभिन्न आर्थिक गतिविधिहरू हुने गर्दछन्। यो क्षेत्र नेपालको भन्सारको हब बन्न पुगेको छ। अहिले पनि मध्य प्रदेशले केही सामाजिक र विकासका चुनौतीहरू भोगिरहेको छ। बाढी पानीको व्यवस्थापन, रोजगारी, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार र मुख्य मधेसी समुदायमा दाइजो प्रथाको अराजकता जस्ता क्षेत्रहरूमा अझ धेरै काम गर्न बाँकी रहेको छ। यहाँको सामाजिक मूल्य मान्यताहरू सुधार्न अझै बाँकी रहेको छ।
समग्र रूपमा हेर्दा मध्य प्रदेश केवल तराईको भूभाग मात्र होइन, नेपालकै आर्थिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको महत्त्वपूर्ण क्षेत्र हो। उर्वर जमिन, विविध भाषा, सांस्कृतिक गहिरो धार्मिक आस्था र जनजीवनमा गरिएको मेहनतले यस प्रदेशलाई विशिष्ट बनाएको छ। जनकपुर धामबाट फैलिएको धार्मिक महत्त्व, वीरगञ्ज मार्फत चल्ने व्यापारिक गतिविधि र हजारौँ किसानको पसिनाले उब्जिएको खाद्यान्न, यी सबैले मधेसलाई देशको मेरुदण्डको रूपमा स्थापित गरेको छन्। यद्यपि विकासका चुनौतीहरू अझै बाँकी छन्। बाढी नियन्त्रण, पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार जस्ता कार्यहरूलाई अझ मजबुत बनाउने आवश्यकता छ। तर प्रदेशका जनतामा रहेको सम्भावना र मेहनतले उज्जवल भविष्यतर्फ अघि बढाइरहेको छ। अन्ततः मध्य प्रदेश नेपालभित्रको विविधता, सामुदायिक सद्भाव र धर्मसहिष्णुताको ज्वलन्त उदाहरण हो, जहाँ भिन्न पहिचानका मानिसहरू एउटै सभ्यता र साझा भविष्यका लागि हातेमालो गर्दै अघि बढिरहेका छन्। यही एकता, ऊर्जा र समृद्धिको चाहले मध्य प्रदेशलाई आगामी पुस्ताका लागि अझ शक्तिशाली र समृद्ध बनाउने आँट राख्दछ।